मेरो बिरुवा। यदि संसारमा सबैभन्दा सजिलोसँग ग्रो गर्ने प्लान्ट्सहरू बीच प्रतिस्पर्धा हुन्थ्यो भने सायद स्नेक प्लान्ट्सले नै बाजी मार्थ्यो होला। नमस्ते, म सरोज लामा, हजुरहरूको गार्डनर साथी। आज यस भिडियोमा स्नेक प्लान्ट सम्बन्धी सम्पूर्ण जानकारी लिएर आएको छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। एस्पेरेगेसिया फ्यामिलीमा पर्ने स्नेक प्लान्टलाई सेन्सेवेरिया, मदर इन लज टङ र सेन्ट जर्ज सोर्ड पनि भनिन्छ, जुन एसिया, अफ्रिका र युरोपको विभिन्न ट्रपिकल र सब ट्रपिकल ठाउँहरूमा नेचुरल्ली पाइन्छ र अहिले आएर विश्वको हरेक ठाउँमा हाउस प्लान्टको रूपमा, अझ विशेष गरी त इन्डोर प्लान्टको रूपमा स्नेक प्लान्टलाई ग्रो गरिन्छ। स्नेक प्लान्ट करिब 6 इन्चदेखि 12 फिटसम्म अग्लो हुन्छ। साथीहरू, स्नेक प्लान्टलाई घरमा सजिलैसँग ग्रो गर्न सक्छौँ। यसले लो लाइट, सुक्खापन र मौसम परिवर्तनलाई सजिलैसँग झेल्न सक्छ। यसै गरी स्नेक प्लान्टलाई हत्तपत्त किराले पनि अट्याक गर्दैन। तथापि स्नेक प्लान्टको जरामा पानी लामो समयसम्म रह्यो भने यसको जरा कुहिन सक्छ। स्नेक प्लान्ट नासाद्वारा प्रमाणित एक विशिष्ट एयर प्युरिफाइङ प्लान्ट हो, जसले फर्मल्डिहाइड र बेन्जिन जस्ता हानिकारक टक्सिन्सहरूलाई सोच्नुका साथै रातको समयमा अक्सिजनको लेभललाई पनि बढाउँछ। स्नेक प्लान्टलाई घरको कुनै पनि हावा चलिरहने र हल्का प्रकाश पर्ने ठाउँमा राख्न सक्छौँ। विशेष गरेर काममा व्यस्त हुने मानिसहरू जसले बोट बिरुवालाई हेरविचार गर्न समय पाउँदैन, उहाँहरूको लागि स्नेक प्लान्ट वरदान नै साबित हुन्छ। यसलाई वर्षमा मात्र एकपल्ट मलखाद राख्दा पुग्छ। स्नेक प्लान्टमा पानी राख्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। सबैभन्दा बेस्ट तरिका भनेको माटोको 2 इन्च माथिको भाग सुक्खा भएपछि पानी राख्नुपर्छ। वर्षायाम र जाडो महिनामा त एक महिनाको अन्तरालमा पानी हाल्दा पनि खासै फरक पर्दैन। यदि तपाईँ स्नेक प्लान्टको राम्रो ग्रोथ चाहनुहुन्छ भने बेला बेलामा स्नेक प्लान्टलाई बिहानको घाममा 3 देखि 4 घण्टा राख्नुपर्छ। अब मसँग भएका 4 प्रकारका स्नेक प्लान्ट र यसलाई सार्ने तरिका भन्दैछु। अहिले स्क्रिनमा मसँग भएको स्नेक प्लान्टको पहिलो भेराइटी देख्न सक्नुहुन्छ। यसलाई सेन्सेवेरिया ब्ल्याक गोल्ड भनिन्छ। यो भेराइटीको स्नेक प्लान्टमा पहेँलो रङको बोर्डर र बीचमा गाढा हरियो रङ हुन्छ। यसमा तपाईँहरूले पप्सहरू देख्न सक्नुहुन्छ, अर्थात् यसको बच्चाहरू। यो पप्सबाट हामीले यसलाई सजिलैसँग सार्न सक्छौँ। यदि तपाईँलाई पहेँलो रङको बोर्डर चाहिन्छ भने पप्सबाट नै सार्नुहोला। यदि यसको पातबाट सारियो भने पहेँलो रङ हराउँछ। त्यसैले त पहेँलो बोर्डर भएको स्नेक प्लान्ट अलि महँगो हुन्छ। मसँग भएको दोस्रो भेराइटीको नाम हो सेन्सेवेरिया फ्युचरा रोबस्टा। यसको पातमा सेतो र हरियो रङको स्ट्राइप्सहरू हुन्छ र यो एक होचो प्रजातिको स्नेक प्लान्ट हो। मसँग भएको तेस्रो प्रजातिको नाम सेन्सेवेरिया ट्राइफासिएटा हो। यो सबैभन्दा कमन स्नेक प्लान्ट हो र अलिक सस्तो पनि हुन्छ। साथीहरू, चौथो प्रजातिको नाम भन्नुभन्दा पहिले मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घन्टीमा पनि थिच्नुहोला। यो प्रजातिको स्नेक प्लान्टलाई सेन्सेवेरिया ट्राइफासिएटा लरेन्टी भनिन्छ। यसको पनि पहेँलो रङको बोर्डर हुन्छ। एउटा महत्त्वपूर्ण कुरा, हामीले स्नेक प्लान्टको टुप्पोलाई भाँच्नु हुँदैन। यदि केही कारणवश भाँचियो भने यसको पात त्यहाँबाट बढ्न सक्दैन। अब तपाईँहरूलाई पप्सबाट स्नेक प्लान्टलाई सारेको देखाउँदैछु। सबैभन्दा पहिले प्लास्टिकलाई काटेर निकाल्नुहोस् र धारिलो चक्कुको मद्दतले सबै पप्सहरूलाई छुट्याउनुहोस्। त्यसपछि म थर्मोकोलको टुक्राहरूलाई गमलाको फेदमा राख्दैछु। यसले पानीलाई माटोमा जम्न दिँदैन। मैले माटोको मिक्सचर तयार पारिसके। यसमा मैले माटो, बालुवा, परलाइट र हल्का मल मिसाएको छु।
अब मैले थोरै बोनमिल राख्छु किनकि बोनमिलले जरालाई फैलाउन र मजबुत बनाउन मद्दत गर्छ। यसपछि सबै प्लान्ट्सहरूलाई रोप्नुपर्छ। अनि पहिलो चोटि पानी हाल्दा गमलाको प्वालबाट पानी बग्ने गरेर हाल्नुपर्छ। यसो गर्दा गमलामा एयर पकेट्स रहँदैन। यसैगरी ब्ल्याक गोल्डलाई पनि सार्दैछु। यदि तपाईसँग एउटा मात्र बिरुवा छ र पातबाट सार्न चाहनुहुन्छ भने अहिले स्क्रिनमा देख्नु भएको मेरो भिडियोलाई क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। हस् त, आजलाई यति नै। आशा छ हजुरहरूलाई भिडियो मन पर्यो होला। यदि मन पर्यो भने कृपया यो नेपाली गार्डनिङ च्यानललाई पनि सब्स्क्राइब गरी माया गरिदिनुहोला।